नमस्ते, म सुकु श्रेष्ठ। स्वागत छ मेरो च्यानलमा यहाँहरूलाई। आज म कुखुराको मासुको अचारको रेसिपी लिएर आएकी छु। आशा छ हजुरहरूले मन पराउनुहुन्छ भनेर। चाहिने सामग्रीहरू: यो तोरी ठुलो चम्चाको 1 चम्चा, यो चाट मसला 1 चम्चा, यो रेड चिल्ली पाउडर 1 चम्चा, यो काश्मिरी रेड चिल्ली पाउडर हो, नुन 1 चम्चा, नुन चाहिँ आफ्नो स्वाद अनुसार राख्नुहोला, चिल्ली फ्लेक्स 1 चम्चा, मेथी 1 चम्चा, जिरा दाना पनि 1 चम्चा, यो धनियाँको दाना 1 चम्चा, सौँफ 1 चम्चा, मरिचको दाना सानो चम्चाको 1 चम्चा, अनि यो बेसार। यो सबै हामीलाई अचार बनाउँदा चाहिने सामग्रीहरू। यो तोरीको तेल 1 कप र अन्तमा यो भेनिगर। मैले यो 800 ग्राम बोनलेस चिकन लिएकी छु। सबैभन्दा पहिला ग्यास अन गरेर प्यान तताउने मसला रोस्ट गर्नको लागि। प्यानलाई एकछिनसम्म तताउने। प्यान पनि तातिसक्यो। अब यसमा मसला रोस्ट गर्ने। यो मेथी लगाइदिने, यो धनियाँ राखेँ, यो जिरा दाना, यो मरिच, यो सौँफ, यो तोरी राख्ने। हेर्नुहोस् त यो मसलाहरू सबै भुटी पनि सक्यो। यो यसरी पड्किसक्यो। अब म यसलाई बन्द गरिदिएँ ग्यास। मैले सिलौटामा पिस्न लागेको छु। हजुरहरूले मिक्सरमा पनि पिस्न सक्नुहुन्छ। यसलाई एकछिनसम्म सेलाउन दिएर यसरी सेलाउन दिने अनि यसलाई पिस्ने। अब यो मसला सेलाइसक्यो। अब म यसलाई पिस्दैछु। यो भुटेपछि सजिलै पिनिन्छ। यसलाई धेरै मसिनो पनि बनाउनु पर्दैन। मिक्सरमा, कलमा, सिलौटामा जेमा पिने पनि हुन्छ यो। हेर्नुहोस् त मैले मसला पिनेर नि भ्याएँ। यति खस्रो बनाउनु भयो हुन्छ। धेरै मसिनो पनि बनाउनु पर्दैन। अब फेरि ग्यास अन गरेर प्यान तताउने मासु फ्राई गर्नको लागि। मैले 1 कप तोरीको तेल लिएको छु फ्राई गर्नको लागि। एकछिनसम्म यो तेल तात्न दिने। यो तेल तातिसकेपछि अनि चिकन राखिदिने। सानो सानो पिस गरेर यसरी काटेको चिकन। यो राख्ने बित्तिकै यसलाई चलाउनु हुन्न, नत्र टाँसिन्छ क्या तलपट्टि। एकछिनपछि 1-2 मिनटपछि चलायो हुन्छ। अब यसलाई यो राखेको 2 मिनट जति नै भयो। अब यसलाई चलाइदिनु यसरी। यसलाई मिडियम फ्लेममा बिस्तारै यसरी नै पकाउँदै जानुपर्छ। एकैचोटि ठुलो ग्यास बनाउनु हुँदैन। यसरी नै बिस्तारै यो मिडियम फ्लेममा चलाउँदै पकाउँदै गर्नुपर्छ एक जग्गासुकै। यो चिकन चाहिँ गोल्डन कलरको नभइन्जेलसम्म यसरी नै पकाउँदै जानुपर्छ। सकेसम्म हजुरहरूले पनि तोरीको तेलमै बनाउने कोसिस गर्नुहोला। कम्तीमा पनि 10-12 मिनट फ्राई गर्नुहोला। हेर्नुहोस् यो यतिको रातो रातो भयो। अब म यसमा यो काटेको लसुन अदुवा फ्राई गर्दैछु। यो अदुवा यसलाई राखिदिने। राखेर एकछिन यसरी चलाएर फ्राई गर्ने। यो लसुन पनि राखिदिने। यसलाई पनि यसरी चलाएर एकछिनसम्म फ्राई गरिरहनुपर्छ। किनभने यो लसुन र अदुवामा पनि पानी हुन्छ। यो पानीलाई पनि हटाउनुपर्छ यो फ्राई गरेर। यो लसुन पनि अदुवा पनि फ्राई भइसक्यो। अब म यसको तेल, यो बढी भएको तेल अलिकति निकाल्छु। किनभने धेरै तेल राख्यो भने मसला लाग्दैन। त्यही भएर यसलाई निकाल्नुपर्छ। यसरी अलिक बढी भएको तेल निकाल्यो भने मसलाहरू चिकनमा सबैतिर लाग्छ। यसलाई एकदम रातो हुने गरेर फ्राई गर्नु पर्दैन। धेरै फ्राई भयो भने पनि चिकन साह्रो हुन्छ। यतिको ठिक छ। अब म ग्यास अफ गर्छु मसला राख्नको लागि। यो बेसार, यो रेड चिल्ली पाउडर, यो चिल्ली फ्लेक्स,
यो नुन, ताजा नुन, यो बिरे नुन, यो चाट मसला र यो अघि भुटेर सिलौटामा पिसेको यो मसला पनि राखिदिने। मजासँग चलाइदिने यसलाई। ग्यास अन गरेर एकछिन पकाउने। नुन र पिरो चाहिँ पिरो कतिको खानुहुन्छ त्यही हिसाबले राख्नु होला, नुन पनि पिरो पनि। चाट मसलामा पनि नुन हुन्छ, नुन राख्दा चाहिँ अलिक विचार पुऱ्याउनु पर्छ। सुतामा यो भेनिगर पनि राखिदिने। पानी कति पनि राख्नु हुँदैन, पानी भनेपछि पर्नै हुँदैन यो। अब यो भेनिगर राखेर पनि एकैछिन पकाउनु पर्छ। हजुरहरूलाई अलिक बढी अमिलो खान मन छ भने भेनिगरको मात्रालाई अलिक बढाइदिनु होला। हेर्नुहोस् त यो चलाउँदा चलाउँदै मासुको अचार रेडी भयो। अब मैले ग्यास अफ गरेँ। अब यसलाई एकछिनसम्म सेलाउन दिनु होला र सेलाइसकेपछि एयर टाइट कन्टेनरमा राखिदिने। अब म यो प्लेटमा सर्भ गर्दैछु। हेर्नुहोस् त मिठो मिठो मासुको अचार। हेर्नुहोस् त मैले त अचार बनाएर पनि रेडी गरेँ। हजुरहरू पनि एकपटक यो अचार बनाएर खानुहोला। अचार लामो समयसम्म स्टोर गरेर राख्नको लागि यो बोतल सिसाको सुक्खा हुनुपर्छ, घाममा सुकाएर राखेको, नत्र अचार बिग्रिने डर हुन्छ। यो अचार झिक्दा पनि सुक्खा चम्चाको प्रयोग गर्नुपर्छ। अब यसलाई राख्ने बिस्तारै बिस्तारै। अलिअलि गर्दै बिस्तारै बिस्तारै खाँदै खाँदै राख्नुपर्छ यसलाई। हेर्नुहोस् त मैले यो अचार सिसामा राखेर पनि रेडी गरेँ। कस्तो राम्रो देखिएको। हजुरहरूलाई यो रेसिपी मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। फेरि अर्को रेसिपीमा भेट हुने नै छौँ। हजुरहरूको दिन शुभ रहोस्। थ्याङ्क यू। नमस्ते।